वेलकम ब्याक टु माई युट्युब च्यानल विज्ञान श्रेष्ठ। म चाहिँ घरमा कसरी इलेक्ट्रिसियन र प्लम्बिङको काम गरिन्छ भनेर आफ्नो घरमा बनेकोहरूलाई अपलोड गर्दै आइरहेको छु इन्फर्मेसनको लागि। यो चाहिँ हाम्रो बाथरुम टोयलेट हो, टोयलेट बाथरुम भर्याङमुनिको। यहाँनिर चाहिँ ट्याङ्कीको पानीलाई यो पाउने 1को 3/4 को पाइपबाट ल्याइएको छ, यहाँबाट इन गरिएको छ। त्यस पछाडि यहाँनिर एउटा धारा र यो सावरको एउटा यहाँनिर राखिएको छ सावरको लागि। त्यसपछि यहाँबाट चाहिँ यो स्प्रेको लागि हो, टोयलेट स्प्रे। यहाँ प्यान छ एउटा स्प्रेको लागि र यहाँबाट एउटा बाहिर गएको छ। यो बाहिर भनेको चाहिँ बेसिनको लागि हो, बेसिनको पोइन्ट यहाँनिर छ। त्यस पछाडि घरभित्र पनि हामीसँग एउटा बाथरुम छ। यहाँ चाहिँ कमोडको प्लानिङ हो। यसमा चाहिँ कस्तो डिजाइन गरिएको छ भने यो कमोडको पोइन्ट राखिएको छ यहाँ, र योबाट माथिल्लो तल्लामा जानको लागि हामीले बाहिर निकालिएको छौँ। यो सबै अन्डरग्राउन्ड। यहाँनिर चाहिँ 6 kg प्रेसरको 4 इन्चको पाइप प्रयोग गरिएको छ, मङ्गलम कम्पनीको भने यो अरू पाइपहरू भनेको चाहिँ सबै नेपाटपको युज गरिएको छ। यो चाहिँ सावरको लागि, अनि यो चाहिँ हट वाटर र कोल्ड वाटरको लागि हाम्रो अहिलेको मोडर्न डाइभर्टर युज गरिएको छ। यो डाइभर्टरको लागि यहाँनिर टालेर मैले राखेको छु। यो चाहिँ इलेक्ट्रिक पावरको लागि हो। त्यस पछाडि यहाँनिर हाम्रो ट्याङ्कीको पानी आउँछ र यहाँबाट गिजर युज गरिन्छ। गिजरबाट हट वाटर चाहिँ यसमा आउँछ, यहाँबाट हट वाटर आउने गर्छ। र हट वाटरको लागि चाहिँ हाम्रो यसलाई हट र कोल्ड आवश्यकता अनुसार बनाउन डाइभर्टर युज गरिएको छ। त्यस पछाडि तराईको ठाउँमा तातो पानी धेरै भएको बेला चिसोले पनि नुहाउनु पर्ने हुन्छ। चिसो पानीको लागि त डाइभर्टरले चिसो आउँदैन, तातो मात्रै हुन्छ। कि त अनि अर्को ट्याङ्कीको तातो पानी आउँछ तातेको। त्यस कारणले डाइरेक्ट धाराको मोटरबाट अथवा कलबाट जोड्ने एउटा डाइरेक्ट फ्रेस वाटरको लागि हामीले यहाँ राखेको छौँ। यो चाहिँ फ्रेस वाटरको लागि हो। यहाँनिर क्रसिङ ओभर युज गरिएको छ। अलिकति समस्या भनेको यो धारा र योको लेभल एउटै हुनुपर्नेमा अलिकति माथि छ। यो प्लम्बिङ भाइहरूले यसरी नै गरिदिएको रहेछ। यसलाई अलिकति तल सार्दाखेरि पनि फरक त पर्दैन थियो, र पनि यहाँ सबै अगाडि नै एट्याच गरिसकेर अर्को सामान हाल्नुपर्ने, काटेर मिलाउनु पर्ने भएर चाहिँ मैले यता यतिकै छोडिदिनु भनिदिएको थिएँ। केही फरक पर्दैन, यसले गर्दाखेरि अलिकति तल र माथि मात्रै हुने हो। त्यस पछाडि यो चाहिँ हाम्रो ड्रेन हो, वेस्ट वाटरको हो। नुहाएको पानीहरू, भाँडा लुगा धुएको पानीहरू चाहिँ यहाँबाट जान्छ भने यसलाई यो बाहिर बेसिनसँग कनेक्ट गरिएको छ। यसमा पनि ट्याङ्कीको पानी आउँछ यसमा। त्यस पछाडि यहाँनिर दुईवटा पाइप छ। एउटा पाइप चाहिँ माथि छतमा भएको ट्याङ्कीको पाइप हो भने एउटा चाहिँ फ्रेस वाटरको लागि हो। यो सिधै धाराबाट अथवा सिधै मोटरबाट कलबाट ल्याएर गर्न मिल्छ। त्यस पछाडि हाम्रो यो किचनको लागि किचन स्ल्याब बनाउनु बाँकी छ। अनि किचनको पानी चाहिँ यतापट्टिबाट बाहिर वेस्ट निकालेको छ, वेस्ट साइडपट्टिबाट। अनि यो चाहिँ पूर्व फर्केको हाम्रो किचन। यहाँनिर सिङ्क रहन्छ एउटा। त्यस पछाडि यो चाहिँ एउटा ट्याङ्कीको पानी छ। त्यसपछि एउटा चाहिँ फ्रेस वाटर, यो फ्रेस वाटर पनि छ यहाँ। यति नै छ अहिलेको लागि चाहिँ।